वेलकम टु माई न्यू ब्लग। सो आजको ब्लगमा तपाईँलाई स्वागत छ। अनि म चाहिँ अहिले चाहिँ आज पञ्चकोट आएको छ है। हिजो हामी म्याग्दी बेनी पुगेर आइयो यो र म आज चाहिँ पञ्चकोट हेर्नुहोस् कारवाला वा कोही यस्तो घुम्न चाहनुहुन्छ भने बागलुङमा आउन सक्नुहुन्छ। पञ्चकोटमा बागलुङमा घुम्ने ठाउँको कमी नै छैन कि तिरबल्लो टाइयो है बाइकमा। यो केलाई यो चरालाई यस्तो परेवालाई चामल पानी पनि छ। अनि चाहिँ माथि हनुमान हेरेर आइयो, ठुलो घन्टी नि हेऱ्यो। ब्यागलाई हेर्न सक्नुहुन्छ। बागलुङको भ्यू चाहिँ देखेको छैन है, पुरै ढुसी लागेको छ। हामी चाहिँ अब तल जाँदैछौँ है, तलको मन्दिरतिर। यहाँको होटेल निकै उस भयो होला है, यहाँको होटेल निकै चल्यो होला होइन। यसरी बनाएको छ चौटो बाइकमा आएको छौँ 220मा। ल खासै भान्जे हुनुहुन्छ। चाहिँ हामी चाहिँ अब ल छिरेको छौँ है। अब तलको मन्दिरतिर जाँदैछौँ हामी। फिसे भाइहरू हिँड्दैछ त्यहाँ। मान्छेहरू पनि आज आएका रहेछन् अलिअलि। यहाँ बाटो जाम बनाइसक्यो। एउटा भिडियो बनाएको रहेछन् 17 Pro Max-बाट। डान्स हान्दिएको र गाली खाइएछ कहिले अघि गाउँमा मैले यस्तरी त के हो अन्डरग्राउन्ड जस्तो छ त्यो कुरा। अन्डरग्राउन्डै भित्र छिरेको नि। यता भित्र चाहिँ के छ हामीलाई थाहा भएन। बनाउनुलाई मर्मत हुँदैछ है गाइस। जाँदैछौँ है उता मन्दिरतिर। यो त कसो हो बाटो? भन्छ कता मन्दिर घुम्दै घुम्दै गरम लाग्यो। मान्छेहरू पनि धेरै आउनु भएको रहेछ आज। टुर बसमा आउनु भएको रहेछ। ट्याक्सीमा आज। हेर्नुहोस् भित्र सोफा छ है क्या। ब्लक रहेछ यार भित्र भएको। ल हामी फाइनली अर्को मन्दिरमा आए। सुनको मन्दिरमा श्रीमान श्रीमती लेखेको छ ढुङ्गामा। चप्पल झिक्न पर्दो रहेछ क्या हामी। खोलाम न तल तल। केटाहरूले यहाँ राखेको छन् है। यो 500 को 600। यो कति रे 800। यो चाहिँ मेरो चाहिँ 300 को चप्पल है। ल हेर्नुहोस् न
दर्शन गर्न थालेको छ ओ हेर्नुहोस् मन्दिर वाउ हेर्नुहोस् लगाऊ टक्क पानी आएको छ तलको गाउँ यही चाहिँ डान पेटिका गर्ने गर है केटा चिसो जस्तो छ है त्यो त ल केटा हामी मन्दिर प्रवेश है श्री कृष्ण गण्डकी मन्दिर सुनै सुनको वा गाउँ चाहिँ बवाल देखियो के उठाको उसमा के मोबाइलमा भनेको मान्छेले भनेको त गुफा हेर्न यहाँ मुनि कता ऊ त्यहाँ खै कतना नेर उज्यालो आएन र सायद अनि घामला जस्तो लाग्छ ऊ वहाँ माथि आइयो है हामी तल है गाइस यो नाम भन्दै पैसा हेर्नुहोस् न गाइस यहाँ दान पेटिकामा कतै यहाँ आएर ओ उता भित्र फेरि यस्तो हुनुहुन्छ केटा दर्शन गर हेर्नुहोस् ल उता है बागलुङ बजार चाहिँ देखिएको छैन है गाइस अलिअलि कता कता देखिएको छ है उता ओह्रालोबाट ठुलो पानी आए जस्तो छ आज पानीले हामीलाई कति चुट्ने हो यो चिल हो है यो के हो त यो भगवानको नाम के रे हामी आएको वहाँ त जस्तो यहाँ भित्र नि छ क्या हो क्या हेर्न उहाँ सिक्का 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 हेर्नुहोस् न गाइज उहाँ आज त मान्छे हजुर सिसी क्यामेरा छ होला उका ऊ सिसी क्यामेरा दुईटाले हेरिरहेको खतरा बनाएको के यार यिनीहरू है कापीमै आउँछ त कापीमा होइन तातो छ तलतिर त तातो होला माथि चाहिँ हावाले निकै हान्दो रहेछ है गाइजहरू पैसा सिरान ठाउँ त निकै रहेछ होटेल पनि प्रशस्तै रहेछ नि यहाँ त यहाँ धेरै ठुल्ठुलो हाल्ने रहेछ नि त्यही भएर ठुलो साथी हालेको त यहाँ त इला कम्फर्ट भन्दा कम छैन बाढी भइरहेको दिनमा कति कमाइ हुन्छ होला है भनेर सोध्नु त्यहाँ त उहाँ जान्न तल चाबी लागेको छ त यता त कि घुमिरहेको गइन्छ हो र चप्पल लगाएर जाने हो ल हाम्रो फाइनल्ली हाम्रो 800को 650को 300को चप्पल हामीले लाग्यो है फेरि उतै हो जाने फेरि त्यहाँ त ओह्रालो क्या चप्पल वा यता थर्काइ नि भलकमा हामी फेरि फर्किसकेको छौँ है घुमेर पनि अब म तलतिर गएर भेट्छु है अब हामी चाहिँ तलतिर पनि आइसक्यो है गाइस हेर्नुहोस् न चाहिँ हामी चप्पलै सिटाएको छौँ वा के हो यो के निकाल्ने र भन्छ पैसा निक्लिँदै भनेको मैले पोसालाम तलै छ नि तलै छ यार गाइजहरू अलिक त बत्ती छ नि पैसा हो र ओ मैले हातले हेर है हो क्या
हतिमा हल्का भइहालेकोमा देखिन्न है त हाँको के हात उसको यार तिम्मना च्याप्पे यार देखिन्न रहेछ नि यार म निकालिदिन्छु बनाएर यस्तो म निकालिदिन्छु निकालेको म भिडियो बनाउँछु त हजुर कति छ र पैसा निकाल्न पाइन्छ कि पाइन्न भन्ने हो योमा त छिर्दैन त्यही त नि क्या यहाँ त यो दामै बसिरहेको यार हेर्नुहोस् न गाइजहरू यार दामै बस्यो यार पैसाको चक्करमा हेर्नु कति सेमको टिम बनायो के अरे कहाँ भित्र तल तल वा यहाँ त देखिन्न है क्यामेरा गाइज ए यहाँ नि जाने हो हेर्नुहोस् न यो के हो यो जान पाइन्छ फ्रीमा पैसा हाल्नु त परेन पानीले चुट्ने भयो यार आज यार है पाँच छ क्या त्यो गुहाभित्र केटा हामी ढुक्क त्यो चाहिँ रत्ने चौरको है ल हामी यहाँभन्दा तल नजाने निर्णय गरिन्छ श्री गणेश मन्दिर हेर्नुहोस् न यहाँनिर तल छ र अझै भान्जा पानी चाहिँ पानीले चुट्छ गाइज आज हामीलाई यार यहाँ हो यहाँ त होइन होला यार यही हो पोसाउँ न त होइन सिंह गुफा हामी चाहिँ छिर्दिन लाग्यो हामीले छिर्नु लामै म चाहिँ उसले फ्लास बालेर भिडियो बनाउँछु है गाइज छिर्यो भने अब छिर्यो न म जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। सिंह गुफा है गाइज जाम न हिँड्न हिँड्न डर लाग्छ त गुफा हेर्नुहोस् गाइजहरू हेर्नुहोस् यता बिहान आउनु न यार सबै तर अझै हुनुपर्ने क्या यार उतैसम्म होइन स्नेक भयो यार ओए तर यहाँ बाइक छ र सुत्सर दुई टुक्रा पऱ्यो ढुङ्ग हस्ला गला त नखस्ला हेर्नुहोस् न गाइजहरू यार यसको हातमा 10 रुपियाँ रहेछ यार थिप सान्दिने हो र भगवान् पैसा दैन अन्त दरो सोरे खानका दान पेति खाएको जता ततै यो त तासी के भयो हामी यो त बनाएको के हेर्नुहोस् न पानी जुन चाहिँ ट्याप ट्याप हेर न यो बाघ कस्तो बनाएको छ रात परिसि त लाइन बाल्ने नि हुने उच्छ दुई टुक्रा भएछ यसको आँखा हेर कस्तो यसको नानीहरू उच्चा दुध खाँदै है गाई सिसाको उच्चा हो यो त सिसाको उच्चा ल्याएर हामीलाई कार्टुन बना ला धेरै उस चाहिँ रहन्छ बिजुली सिजुलीको नि व्यवस्था रहेछ होइन गाई ल ल पानीले चाहिँ आज चुट्ने नै भयो गाइज हेर्नुहोस् न पानी जसले के बनाएको भन्दा पानी चाहिँ कहाँ त्यो चुट्ने भयो अब कहाँ बस्ने हो हामी यसो जाऊँ न टल्दै हिँड्न नजाने कि यसो यहाँ त हो कि ऊ पर बाटो के जाने कहाँ हुने यहाँ त केही छैन अब त उहाँ गेट खोलेर जाने हो कि यो चाहिने कति वर्ष आउन होला पानी आयो यार भलक बनाउन नि बनाउनु हुन्छ हाम्रो परेन मेरो चाहिँ छ है वाटरप्रुफ ज्याकेट चाहिँ छ उहाँको यता हेरिदिनुहोस् न राइडर राइडरको आज त पाइलट क्या पाइलट उडायो त्यो आज त होइन यहाँ जाने भन्छ यहाँ त छ ओ चप्पल काट्नु त्यहाँ यहीँ बस्नुपर्छ क्या एकछिन ओट्लामै मादल हेर्नुहोस् न गाइजहरू यो तबेला बजाउन आउनुहोस् न
थपेला के को बनाएको यो सिमेन्टको मान्छेलाई त कार्टुनै बना यो खोल्न मिल्छ होला है सर्पनिसेलाई यहाँ चाहिँ यो त बनाएको यो रामराम सिडी बनाउँदा बनियो परा हो उसो रहेछ त्यहाँ त्यो यहाँ बनाउने सामानहरू रहेछ गाइस आइना जमिन पाक्छ नि पानी हेर्नुहोस् अझै झन्ठो आउँछ के अब ल हामी चाहिँ अब रुममा जाने निर्णय गरियो गाइस आज यति नै आजलाई यहाँ केलेको छ सर र म लाग्दैको छु पढ्नु होला है ल पानीले हामीलाई च्यालेन्ज मौसमले च्यालेन्ज गर्यो गाइसहरू आज हामी चाहिँ लागि अब बागलुङतर्फ नै है के हो भवन यहाँ धेरै रहेछ नि अब होटेल हो कि अब यो मन्दिरको के बनाउन लाग्यो हो कि खै के हो हामीलाई चाहिँ थाहा भएन यो टोइलेट रहेछ यो पहेँलो कलरको तर निकै फोहोर रहेछ र त टोइलेट कटाएको ल हामी चाहिँ नजिक देखाउने ल एकछिन हेर्छु ल अहिले ल बाइक चलाउनु गएको अरे फाइनल्ली गाइज ल यो आइपुग्यो यो ल हेर्नुहोस् ल हेर्नुहोस् चामच च्यान केटा छान्डुङले ल हेर्नुहोस् ल चापी अन गर्नुभयो ल अब हेलमेट लाउनुहुन्छ अनि कता गुल्टिनुहुन्छ अनि हामीले भान्जेर मैले लात्तीले हान्जेर जान्छौँ है ल जान्छौँ है ल ल चलाउनुहोस् ल ल कति गियरमा छ 2000 years later. फाइनली गाइस हामी चाहिँ पञ्चकोटबाट लास्टै थकित अवस्थामा छौँ हामी ल आजलाई चाहिँ भ्लग यति नै हुन्छ होला नेक्स्ट भ्लगमा भेट्नेछौँ ल बाई बाई